हेलो साथीहरू, वेलकम टु माई ब्लग। सबैजना सन्चै हुनुहुन्छ। आज हामी मामु छोरी एउटा सानो ट्रिपमा जान लागेको छौँ। लाइफ जति धेरै बिजी भए पनि मेरो सानो मान्छेसँग टाइम स्पेन्ड गर्नु नै इम्पोर्टेन्ट छ। यिनी हुन् मेरो क्युटी प्रिन्सेस। सबैजना रेडी हुनुहुन्छ त हामीसँग घुम्नलाई? लेट्स गो साथीहरू, मदर डटर ट्रिप स्टार्ट गरौँ। गाडीमा म्युजिक बजेको त नानी त नाच्न लाइन्, म पनि नाच्न लाएँ। बाहिर पनि कस्तो राम्रो देखिएको है। नेपालको नेचर नै कस्तो ब्युटिफुल छ। यहाँको पहाडहरू, हरियाली, जङ्गल अनि खुल्ला आकाश सबैको मनलाई एकदमै शान्त बनाइदिन्छ। नानीलाई पनि गाडीमा निन्द्रा लागेछ। खाजा खानलाई गाडी रोकेको छ। नानीले मम्मु म त पानीपुरी खाने हो भनिन्। मैले पनि पानीपुरी दिदीलाई बनाउने भने। यहाँ नानीले र मैले पानीपुरी खाँदैछौँ। पानीपुरी पनि एकदमै टेस्टी रहेछ। मेरो सानोको त फेभरेट नै पानीपुरी हो। सानोले धेरै मनपर्छ। आधी बाटो आएको त गाडीमा धेरै चिसो भयो। बाटोमा कति धेरै चिसो रहेछ। हामी गाडीबाट झरिसकेको छौँ। नानीले त मलाई मम्मु मेरो गगल किन ल्याइदिनु भएन? मैले उसको गगल ल्याइदिन बिर्सिएँ थिएँ। नानीसँग घुम्न मलाई एकदमै खुसी लाग्छ। फाइनली हामी आफ्नो डेस्टिनेसनमा पुग्न लागिसकेको छौँ। हेर्नु साथीहरू, हामी सबै आइपुग्यौँ पोखराको बेगनेस्ताल। यहाँको हावापानी, यहाँको भाइब धेरै रिल्याक्स, पिसफुल लाग्छ। पोखराको ब्युटी चाहिँ किन सबैले प्रेस गर्छन् त्यो आएर मात्रै बुझिने रहेछ। अब यो भ्यू हेर्नुहोस्। यहाँ के रहेछ म तपाईँलाई देखाउने छु। फोटो खिच्नलाई र भिडियो बनाउनलाई राम्रो ठाउँहरू पनि धेरै रहेछ। माछापुच्छ्रेको पिक पनि झलझली देखिएको छ। एकदमै म्याजिकल मोमेन्ट। को बोट राइड चाहिँ घुम्न आउने जसको पनि मस्ट डु नै हो। पानीको आवाज, हावाको टच, एकदमै पिसफुल फिल आउँछ। नानी पनि यहाँ आएर एकदमै खुसी भएको थिइन्, एकदमै रमाएको थिइन्। यहाँ पिकनिक आउनको लागि पनि ठाउँ पनि रहेछ। खाम पनि पिकनिक गर्ने ठाउँमा लाग्दो रहेछ। स्कुलको बच्चाहरू आफ्नो स्कुलको सर म्यामसँग पिकनिकको लागि आएको रहेछन्। नानीले कटन क्यान्डी किन्न लागेको रहेछन्। तपाईँहरूले पनि कहिले कटन क्यान्डी खानुभएको छ कि छैन कमेन्टमा भन्नु है। घुम्दा घुम्दा भोक पनि लागिसकेको छ। हामी यहाँ चटपट खान लागेको छौँ। खाजा पनि खाइसक्यौँ। बेगनेस्ताल पनि घुमिसक्यौँ। सो साथीहरू, यो थियो मेरो बेगनेस्तालको स्मल ट्राभल ब्लग। यहाँ आएर एकदमै रिफ्रेस फिल भयो। भिडियो मन परेको छ भने लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। अब फेरि नेक्स्ट ब्लगमा भेटौँला। बाई बाई। थ्याङ्क यू फर वाचिङ।